हामी म त यस्तै हुँ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ, किनभने हाम्रो आइडेन्टिटी कुनै स्थायी ठेगाना होइन। यो त एउटा यस्तो गीत हो जसलाई हामीले चाहेको बेला फेरि नयाँ तरिकाले लेख्न सक्छौँ। यो मनमा खेलिरहने शङ्का, सेल्फ डाउटलाई हामीले ठुलो रोग मान्न छोडिदिउँ। यो त केवल डरले गर्दा हाम्रो दिमागमा अल्मलिएको एउटा सानो बाधा मात्र हो। जब हामी त सामान्य हौ भन्छौँ, त्यति बेला हामीले आफूभित्र लुकेको फाइनान्सियल फ्रिडम, कडा स्किल र त्यो महाशक्तिलाई आफैभित्र मारिरहेका हुन्छौँ। यो चक्रलाई तोड्नु छ भने आजैबाट हाम्रो बानी, अनुशासन र सोच्ने तरिका बदलौँ। अल्छीपनलाई छोडेर आफ्नो दिमागमा एउटा यस्तो शक्तिशाली माइन्डसेट सेट गरौँ जसले हामीलाई सुत्न नदियोस्। अब हाम्रो ध्यानलाई सिधै जीवनको ठुलो लक्ष्य र आफ्नो भविष्य बनाउन फोकस गरौँ। आई एम अ विनरको पहिचानमा हामीले जति धेरै मेहनत थप्छौँ, असली जीवनमा हामी त्यस्तै बन्दै जानेछौँ। त्यसैले यो मनी र माइन्डसेटको खेलमा जहिले पनि सबैभन्दा उत्कृष्ट भइरहनु छ भने आजैबाट आफ्नो सोच बदल्न सुरु गरौँ।